सो हेलो गाइज वेलकम टु माई ब्लग अनि म चाहिँ अहिले छु इलाममा इलामको के अरे श्रीअन्तुमा टक्क हिजो चाहिँ मैले ब्लग गर्न पाइनँ अनि आज चाहिँ यहाँ साथीको बर्थडे थियो दोस्तको हिजो अनि हामी चाहिँ बर्थडे खाएर बेलुका ढिलो सुतेर बिहान छिट्टै उठेर घाम हेर्न जाने भनेको ढिलो भएर घामै सुतिसकेछ अहिले 7 बज्न आँटिसकेछ अनि हामी चाहिँ उठेर हतार घाम हेर्न जाँदैछौँ कस्तो देखिन्छ तपाईँलाई देखाउँछु तर घाम चाहिँ गइसक्यो ए अलिअलि हो कि छकी जस्तो चाहिँ छ त्यही पनि अयो बिहान उठेर मुक्दको कस्तो चिसो पानी अहिलेसम्म हात ठिकाएर लास्ट चिसो रहेछ त तर उता त त्यस्तो जाडो छैन इटहरीतिर यहाँ चाहिँ वाइलै जाडो रहेछ यहाँको भ्यू देख्न सक्नुहुन्छ यहाँ श्रीअन्तु जाने बाटो यहाँको रुखहरू बबाल देखिन्छ म चाहिँ पहिला नै आएको थिएँ लगभग 5-6 वर्ष अगाडितिर आएको थियो होला अनि अहिले एक्कासी आउँदा चाहिँ अलिक चेन्ज भएको रहेछ बाटोहरू राम्रो भएको छैन माथि श्रीअन्तु त लगभग सबै जानुभएको लातिसक्नु भएको छ त्यो नदेखेकोलाई देखाउँछु आज म मेरो ब्लगमा सन्दिमसँग हेरेर 7 दिन होला है त सो गाइस हामी चाहिँ अहिले ठ्याक्क श्रीअन्तु आइपुग्यौँ यहाँको बाहिरको भ्यू देख्न सक्नुहुनेछ अनि टक्क लगाएर अब हामी चाहिँ भित्र गएर सनसेट देखाउनेछौँ बिहानको टिकट पर्छ कति हो त 2 जना सही हाम्रो केटाहरू पनि थियो काटेन गइसक्यो अघि हाम्रो केटाहरू पनि आएको थियो काट्छ होला नि काटेन ए आइडी सुनाएको छ आइडीको गर्छ मान्छेकोबाट छ क्या ल म दिन्छु त्यसो ल 2टा टिकट दिनु न त हजुर 2टा टिकट दिनु न 100 रुपियाँ दिनु 100 रुपियाँ ये कास्केल जितेको नि लास्टमा जितिसक्छ मेरो टिकट म त हारेको दिन पुग्छ भने मान्छेलाई 2 3 4 5 दिनुहुन्छ कति छ 60 राख्नु हेलो कहाँ छस् त तिमीहरू कहाँ छस् गेटभित्र गइसकिस् टिकट पनि आइसक्यो अब सो हामी चाहिँ अब भित्र छिरिसक्यौँ हुन्छ अहिले आउँछौँ हामी श्रीअन्तु फाइनली जाम कुद्दैछौँ कुदै ए श्रीअन्तु आइसक्यो हामी हाम्रो कुदाइ हुँदैछ यहाँ यो श्रीअन्तुको यहाँ तर अब आइदिनु होला होइन ओ स्वर्ग हेर्ने हो स्वर्ग भन्दै नि होइन डान यति घाम हेर्नको लागि हामी मरि कुदेर आएको छौँ बिहान यस्तो भ्यू कहाँ से आते हे श्रीअन्तु भन्न चाहिँ रहेछ वा उसो जस्तो नाम त्यस्तै काम भन्छ नि त्यस्तै छ नाइस रहेछ यहाँ चाहिँ आयो यहाँको बिहानको भिड हेर्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो केटा चाहिँ आफू तिनीहरूलाई बोधी हान त टिकटै नकाटी हिँड्नुहोस् मुला हाम्रो टिकट काटिदिनु पर्दैन यसले यो चाहिँ हाम्रो इटरीको फोटोग्राफर डान ओए माए खिच्न के हो त नि टिकटक बनाउने सुविधा पनि रहेछ यहाँ दामी अझ सुत्न मस्त होला नि हामी त यहाँ घाम हेर्न आएको तुफान आएको
अब हेर्न अनि यो चाहिँ के हेरेर छ अहिले आँखा छोप त्यस्तै गर्दैछ अघि एकचोटि घाम निक्लिने बेला भएर अनि यस्तो हुन्छ पहेँलो हुन्छ अरे नि सब पहेँलो देखिँदैन पहेँलो अनि म त उज्यालै भएको छैन सोचेको छ सो अब हामी एकछिन अब भ्यू हेर्न आएको अब यही भ्यूहरू चाहिँ बस्छौँ एकछिन यहाँ तल जङ्गल रहेछ अरे वाह सो यो पनि उठेको थिएन खासमा चाहिँ मुलानी उठेर जोसिएको क्या ऊ कति बेला चाहिँ बुला थाहा छ 5 बजे अनि म त एकछिन भर्खर भनेको थिएँ तिमीहरू नउठे म चाहिँ एक्लै उठेँ होइन 6:30 भइहाल्यो होइन अनि त उठेको पनि थिएन अनि कसरी उठेर जोसिँदो रहेछ उठाए मैले होला हो मैले उठाएको बेला लात्ती हान्दै ओइ नजाने भन्दै उठाएको बेला मैले हो जसले होइन हामीले घाम हेर्न पायौँ सबैभन्दा ठुलो कुरो त्यही हो गाइस त्यही हो आयो तर बिहान पनि होइन घाम हेर्नु आएको मान्छेहरू हाम्रो के देख्यो तिनीहरूले त्यस्तो के छ त्यो मान्छेमा सो यहाँको डाँडा चाहिँ को आउनु भएको छ सो कमेन्ट गर्नु होला अनि नआउनेले पनि तपाईँलाई कस्तो लाग्यो ठाउँ चाहिँ कमेन्टमा भन्न सक्नुहुन्छ अनि यहाँकोले पनि कमेन्ट गर्नु आएकोले नि को आउनुभएको छ कमेन्ट गर्नु है त ल गाइज सो अहिले चाहिँ होइन हामी चाहिँ श्री अन्तु डाँडाबाट चाहिँ ब्याक तल हाम्रो होमस्टेतिर जाँदैछौँ होइन यहाँ छ हाम्रो अघिको प्रदीप साथी होइन अन्त पछाडि हाम्रो ग्रुपहरू आउँदैछ होइन पछाडि आउँदैछ होइन नि तल तल सो गाइज अब हामी चाहिँ होटलबाट निस्किसक्यौँ सो यो ठाउँमा बसेको थियौँ हामी चाहिँ हिजो बेलुका 7-8 बजीतिर अनि अब हाम्रो चाहिँ डुबिसक्यो ल तपाईँहरू कति है त हो त बिर्सेछु ए हुन्छ हस् ल अब हामी चाहिँ टक्क लगाएर घरतिर भन्दा नि अब कन्यामतिर घुम्ने छौँ श्रीकान्तिबाट आएको फोनमा चार्ज सकेर चाहिँ मैले तरिका भिडियो बनाएन हल्का क्लिपहरू छ म त्यो क्लिपहरू हाल्छु बिचमा अनि अब हामी चाहिँ निस्किँदैछौँ घाम लागिरहेछ अब हामी यहाँबाट ओइ पाथी भाडा जाने होइन अब हामी पाथी भाडाको भ्लग पनि हाल्छु सो सबैले हेर्नु होला मन्दिर दर्शन गरेको चट्टसँगले हामी यति संस्कारी छौँ कहिले पानी नखाइ बसेको छौँ 9-10 भइसक्यो होइन अनि हामी त्यो संस्कारी हो सब्सक्राइब हाल्नु है केटा अनलाइक बोइज हाम्रो एउटा कमेडी भिडियो हाल्ने या अनि सब हामी चाहिँ निस्किसक्यौँ सबैजना अनि केटाहरू अगाडि छ कोही पछाडि आउँदैछ मन परे सब्सक्राइब पनि गर्नु होला सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला अनि कमेन्ट पनि गर्नु होला कस्तो लाग्छ तपाईँलाई मेरो भ्लग चाहिँ आजको सो मैले चाहिँ भ्लग त्यति धेरै बनाउन पाउँदिनँ वर्षमा एउटा चाहिँ फिक्स आउँछ घुम्न हिँड्ने भनेकै वर्षमा एक दिन हो भ्लगहरू कन्टिन्यू गर्नु भने चाहिँ कन्टिन्यू हुँदैन अनि घुम्न आउँदैछ यस्तो नाइस भ्यू हेर्दै त्यो जाने उही यहाँबाट हिमाल पनि दामी देखिँदो रहेछ हिमाल टक्क देख्न सक्नुहुन्छ तर निकै पर छ रियल आँखाले हेर्दा चाहिँ बबाल देखिन्छ त्यो घाम टक्क लागेको रहेछ हल्का अनि के अरे कञ्चनजङ्घा हो कञ्चनजङ्घा हिमाल टक्क गुफा पोखरी त्यो त उताबाट होला नि यता के अरे भेटाहरू हुँदै यता अब नेक्स्ट भ्लग चाहिँ सायद भयो भने गुफा पोखरीको हुन्छ तर भगवान्को नाम भाकल गर्नु हुँदैन भाकल त छैन सकेछौँ भने जानेछौँ प्लानिङ मात्रै हो सो यहाँको भ्यूहरू चाहिँ जस इलाम चाहिँ नेपालको मुटु भन्दा पनि हुन्छ क्या त्यस्तो दामी ठाउँ हो चिया बगान अब हामी चाहिँ अलिक चलाइसकेको छौँ गाडी चढ्नमा यहाँ चाहिँ रुखहरू यस्तो बबाल छ सो दामी रुखहरू छ केटाहरूसँग हिँड्दा चाहिँ बेग्लै रमाइलो क्या साथीभाइहरूसँग तपाईँहरूलाई कस्तो लाग्छ होइन तर साथीहरूसँग हिँड्दाखेरि दुःख पीडाहरू हुन्छ नि त्यो चाहिँ सब बिर्सेर होइन लास्ट रमाइलो हुने क्या मगर दाई भर्खर लगेर आउँछ चक्लिया छ बोल्दैछु ल तोरी लाउरे तर तोरी लाउरे हामी तोरी लाउरे सबैजना गाइस लाउरे नै चाहिने हो तोरी लाउरे हुँदैन र लाउरे नै चाहिने हो र हामी चाहिँ तोरी लाउरे भयो हुँदैन र अरू केटाहरू के बन्द गर्न भन्न
भिडियो रेकर्ड छ कि त्यही पनि म बोल्न छोड्दिनँ उसले चाहिँ अङ्ग्रेजीसँग प्रेम अङ्ग्रेजीमा अङ्ग्रेजी त सिकाउँला आमामा घाम लागिसकेपछि चाहिँ इलामको चोरी पार्किङ होइन तपाईँलाई सबैलाई थाहा नै होला आएकोहरूलाई त नथाहा पाएकोहरूले नै नआउनु भएकोहरूले नि थाहा पाउनु होला मेरो चाहिँ फोन चार्ज सकेर चार्जमा लाउँदै भ्लग बनाउँदै गर्दैछु लाइक कमेन्ट सब्सक्राइब चाहिँ आउनु पऱ्यो अरू त्यस्तै हो म तपाईँहरूलाई यहाँ चाहिँ हिमाल देखाउँछु अघि मजाले देखाउन पाइनँ कञ्चनजङ्घा हिमाल बब्बाल देखिरहेछ वाउ इलाम इलाम भनेको इलाम हो नि होइन यहाँमा केही चिज छैन होला सुन्दरतामा सुन्दरता राम्रोमा राम्रो सुविधामा सुविधा यहाँ त नेचुरल अरूभन्दा नि नेचुरल ठाउँ क्या नेचुरल ब्युटी भने जस्तै नेचुरल जस नाइस छ अब हामी त्यहाँ गाडी राखेको छ अगाडि यहाँ तल अनि गाडीमा चढेर जान्छौँ डाइरेक्ट कहाँ जाने हामी कन्याम जाने कि पाथिभारा डाइरेक्ट हामी पाथिभारा अनि पाथिभाराबाट पाथिभारा जान्छौँ अनि कन्याम घुम्छौँ सो सबै देखाउने छु तपाईँलाई आज के कस्तो भयो हिजो चाहिँ भ्लग गर्न पाइनँ मैले हिजो भ्लग गर्ने सोचेको पनि थिइनँ यहाँ आएपछि फेरि राम्रो लाग्न थाल्यो अनि बनाउँ न त भनेर बिहानदेखि भ्लग स्टार्ट गरेको सो कस्तो भयो मुख ज्याकेट कस्तो भएर झ्याप हाल्यो क्या एकछिन दोकानमा होला भाइ तैँले मुखमा हाल्दा त्यस्तो भयो रायालाई कस्तो राया कहाँ छ राया कहाँ छ ए एक्सपिरियन्स यहाँ छ एक्सपिरियन्स मलाई यो खोइ पाले कस्तो भएको थियो तिमीलाई के हो पहिलेको अघि बिहान एक्सपिरियन्स यो त कस्तो भयो अरे इङ्ग्लिस ट्रेनमा गयो होइन बसे चिसोले त जुरुक्कै उठेर यो नि मैले गनेको कि 8 चोटि गएको ओए 3 चोटि भयो हिजो 2 आज 1 मुला होइन होइन ठिक छ त्यो ठिक छ फेरि त्यो मात्रै भयो भने त नि चिस हान्दा त मेरी बा एउटा भिडियो भन्छ नि भित्र पानी दिन्छौ दाइ भित्र होटल वालों से मैं एक अनुरोध करना चाहता हूँ ये थोड़ा फ्लैश है उसको थोड़ा कम करना सारा गाड भर पानी यस्तो भाषा छैन स्लो नै थियो ए भाइ स्लो हुन्थ्यो होला कि यहाँनिर तर मोस्ट अफ द केस के हुन्छ अरे हाल्नुपर्छ कुनै कुनै कस्तो डर हुन्छ नि चिट बनाइ यसले हाल्नुपर्छ कि स्वाटै आउँछ मसला झन्डै माथि भाइ जाडो महिनामा यहाँ त्यस्तो भएको भए तेरो नि भाइ अड्किन्थ्यो क्या भाइ जम्थ्यो यस्तो गरेर यत्रो पसेको हुन्छ यत्तिकै पसिरहेको हुन्छ नि चिस हाल्छ होइन यत्तिकै दाइ पनि एक्सपिरियन्स हो सुरुमा त दाइ क्या त्यो के लाउनु पर्दो रहेछ नि नलागिरहेको बसेको त लेयर हुन्छ नि त होइन अगाडि सर्छ मिल्दैन तिम्रो एक्सपिरियन्स कस्तो रह्यो त अहिलेको यहाँबाट निस्किनेको पानी कतिको चिसो भनेको चाहिँ एकदम हेर्नुहोस् हामी यति चिसो हातमा त पानी त राम अन्त अन्त यस्तै हो जुर कता उठेन नि हजुर जुर कता उठेन नि कता उठ्नु पर्यो होइन तर चिसो चाहिँ चिसो हो पानी ल ल ल ओइ जम बस्नु भाइ बस्नु ओइ चिर न पछाडिको टोली बिस्तार ल भाइ सुरुमा पहाडी टोली सुरुमा अनि अगाडि सुरुमा म पनि छिर्नु पर्ने हुन्छ गाडी भित्र म चाहिँ अलिक हेलो भाइ ल अब हामी जानुपर्ने हुन्छ सिधै हामी यहाँ गीत बजाउने ल बोइज होइन हामी चाहिँ आइसक्यौँ अब हाम्रो अगाडिको गन्तव्य अगाडि मनिषको चमाको घर मन्दिर जानुपर्छ होइन अनि मन्दिर पछि चाहिँ देखाइदियो यस्तो रहेछ क्या फेरि तर यो मलाई कि कुशल भिडियो मन लाग्छ क्या यो गीत चाहिँ लास्ट भन्छ नि टक्क यो धुनमा यो गीतमा ट्राभल गर्नुको मजा पनि बेग्लै हुँदैन
गाइज हामी चाहिँ अहिले अम्बकहरू चोरेर खाँदैछौँ यहाँ इलामको अम्बक सन्तलाहरू हामी चाहिँ अब सन्तला चोर्नु जाँदैछौँ यहाँ अब देखाउँछु तपाईँलाई हामी ओइ यस्तो कहाँबाट हो केटा ओइ सन्तला हेर्नु गाइज पत्र अरे ऊ म त झरिदिन्छु केटा तिमीहरू त्यसै गर ओइ 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 तेरिका आमा तर सानो सानो रहेछ होइन सन्तलाहरू यहाँ रहेछ बबाल बबाल तलैसम्म हो क्या अम्लिसो नि पाउँदो रहेछ नि बाबा छोटेर माथि टिप्नुपर्छ टिप्नुहोस् म त बोट हेर्न आएको उयो चोर न सन्तला सन्तला चोर न सुन्दर चोर्नु कुन चोर्नु सन्तला गाइज आम्मा तर घामको टपले देखेन ए तर सन्तलाको बोटहरू बबाल चाहिँ इलामको सन्तलाहरू मैले अम्बक के अरे सन्तला चोरे त मैले नि ए सानो सानो छ तर मिठो तर ओइ सानो सानो नि मिठो मिठो रहेछ यार सन्तलाहरू त ओइ मनिषे यहाँले त्यो तोले त हाल्दिनु सकाइदिएले मेरो अम्बक कम दामी मिठो थिएन सन्तला चोरहरू यहाँ इलाममा गाडी रोकेर सन्तला चोर्न पसेको छ केटाहरू गाइज हो ओए सन्तलाको बोट इलामको सन्तलाको बोट तल पनि छ उता पनि छ मेरो जुत्ता नकिजमा प्रदीप सर नाप त कसको ठुलो ओए यो कुचो कुचो हो यो यसको नाममा छ जाम ला चार्जर बटाएको छ मेरो ओइ मलाई कसले तान्छ यहाँबाट यहाँबाट बाटो रहेछ त केटाहरू यस्तो बाटो हुँदा चाहिँ भिर चढ्छ अब मञ्चन्छ ओइ मेरो गोजीबाट हातै निस्किन हामीले सन्तला पनि खाइसक्यौँ अम्बक पनि खायौँ अनि हामी चाहिँ लाग्यौँ अब मासतिर यहाँ साथीको आफन्तहरू हुँदो रहेछ अनि त्यहाँ आएर हामी चिया खाएर चाहिँ अब निस्किन आँटेको फेरि प्योर इलामको लोकल अम्बक आयो टोट मेरो भिडियोमा त टोट मात्रै धेरै हुने भयो त नि एक शब्द बोलो टोट अर्को शब्द बोलो टोट तर गाइज टोट भए पनि हेर्नु होला नो कम्प्रोमाइज यस हाम्रो केटाहरू त आमामा छप्प छ नि वेट ला वेट अब हामी चाहिँ जाने आमामा यहाँ माछा रहेछ अङ्कलहरूको अङ्कल यहाँ माछा चाहिँ हाम्रो मनिष ब्रो खाइदिउँ सो गाइज हामी चाहिँ अब कन्यामा आइपुग्यौँ हुन त थोप्रा सोप्रा सब बिग्रिआएको होला अहिले त भ्लग गर्नु पनि तर चाहिँ हामी कन्यामा आइपुग्यौँ यहाँनिर हाम्रो गाडी चाहिँ यहाँनिर छ केटाहरू सब निस्किनेछ अब हामी वहाँ माथि जानुपर्ने छ हिँड्दै हिँड्दै हो माइ गॉड यहाँ पुग्नुपर्ने छ हामी सो अब क्यामेरा आइसक्यो क्यामेरा केटा फोटो खिच्ने क्यामेरा आइसक्यो है के फोटो खिचेको के दाइ वासरुम कता छ यता तलतिर छ अरे कहाँ तल तल सो के ए
उहाँ चाहिँ चिया काट्दै हुँदो रहेछ अब पर्दा हामी इलाम आएपछि भाइब चाहिँ बेग्लै मन चञ्चले मेरो पारा मन चञ्चले मेरो पारा यस्तै छ ओए यो चिया बगानमा त त्यसै चर सुत्न दिँदैन होला मार्छ फेरि नेचुरल ब्युटी भनेको यो ठाउँ हो क्या होइन कहाँ मजा आउँछ ओइ म सुत्छु ल तर कराउँछ होला है मार्छ मिलाउँदैछ के हो कति राम्रा केटीहरू थियो त्यसमा इलामको रमाइलो झलक्कडा फाइनली What the hell is this? नातिन मरको ठाउँमा देखाउ छोडा यो नि त रमाइलो आनन्दको वाह क्या मजा है अयो माँ इतनी मजा ठाउँ में इतना अच्छा मजा आ रहा है गाइस सो यही नै हो अब हामी के गर्छौँ कता कता घुम्छौँ जस्तो तपाईँहरूलाई देखाउने नै छु आजको हाम्रो घुमघाम कस्तो भयो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला कहाँ जाने हो माथि माथि गएर आउनु त पहिला ओइ जम ओइ मेरो व्हाइट लाउने कि ब्ल्याक लाउने इलाममा आएपछि त्यस्तो हुन्छ जस्तो पनि हुन्छ ओइ साइकलको लहर साइक्लिङ आउनुपर्छ क्या है त बोलाइदिउँ तिनीहरूलाई बोलाइदिनु मलाई भयो मलाई चाहिँदैन इलामको के थाहा त राम्री भेटेन बोलाइदिनु केटी छ क्या उयो जाउँ न त्यहाँ हामी पनि क्यामेराम्यान यहाँ दिदी पनि क्यामेराम्यान हुँदो रहेछ हामी अहिले फोटो खिच्न लाउँछु फ्रीमा हेर्नु मेरो के हुँदो रहेछ हेरौँ न गफसफ गरौँ तर फ्रीमा त खिच्दैन फ्रीमा खिच्नु पनि हुँदैन सुरुमा चाहिँ फ्रीमा भनेर फोटो खिच्न लाउँछु लास्टमा चाहिँ पैसा दिएर हिँड्छु हेरौँ अनि डट फोटो हान्नु होइन ओ केटा हो त्यो देखेर गएको तिमीहरू यस नेवार केटी भनेपछि त 100 रुपियाँको ड्रेस लगाएको हो क्या कति अहिले 200 होला है हामी पहिला आउँदा 100 रुपियाँ थियो अहिले 200 होला गाइस आजको सिडीहरू गन्चला माया कतिवटा रहेछ माथि पुग्नेसम्म 2 3 4 जाल खोल्ने रहेछ मेरो फोन 4 हो र 4 5 6 7 8 9 10 11 12 13 14 15 अहिले पास गरेर गर्नु 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 139 वटा सिडी गलेर आया ओए म त गले यार सो यहाँको भ्यू हेर्न सक्नुहुन्छ इलामको त नआउने मान्छे लगभग कमै होला होइन इलाममा स्वर्ग हेर्ने गाई स्वर्ग भन्थे यहाँ आउनुपर्छ स्वर्ग हेर्नलाई हिमाल चाहिँ यहाँ छोपिनु आँटिसकेछ सो गाइज
तर मैले देखेँ अघि त्यो स्क्यानमा देखेँ केटीले कहाँ देखेको हो यार अहिले नि अहिले भर्खर देखिस् यहाँ कि त्यो भन्दा अगाडि हामी त अघि सुन्तला गाडीमा आउँदै थियो हैन गाडीमा आउँदै सरी हाई हाई गरेको थियो क्या त्यही भएर देखेको देख्दै थिइस् भाइ तैँले थाहा छ मलाई भाइ त्यही हो कुरो न त देखेको थिइनस् भाइ कस्तो दामी क्यामेरा आएको यार यता त हेर त नाइस आउँछ आहा केटाहरूको फोटो सेसन भइरहेछ यहाँ चाहिँ टक्कै यहाँ केटाहरूको पोज 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 हेरौँ न पोज पोज बोइज पोज अयो केटाहरूको पोजै हुँदैन त्यहाँभन्दा बेसी त दिने भनेको एउटै हो यो यहाँ चाहिँ भिडै छ धेरै मान्छे आउनु भएको छ रमाइलो छ हामी पनि छौँ रमाइलो गर्दैछौँ बार्सिलोना बेबी खोइ बार्सिलोना आयो लोडा अब चाहिँ तपाईँ सानो खानको हाल्नु क्या नेमाली देखेको अयो मान्छेको पोज हेरौँ न मान्छेको पोज मेरो बिचकाल बार्साका निकालेर ल्याउँ या हो गिफ्ट निकाल्दै निकाल्दै अगाडिबाट खिच्दा केही फरक पर्दैन पछाडि पो प्रिन्ट हुन्छ त पछि खिच्नु त अयो तर इलामको घरहरू मलाई कस्तो बबा लाग्छ होइन सबतिर धुरीहरू निकालेर क्या होइन यस्तो होइन घरहरू हेर्नु कस्तो दुर्घटनामा त राख्थ्यो न के हुन्छ दुर्घटनामा त राख्थ्यो न के हुन्छ त्यो अहिले नराखौँ कदापि त होइन दाइ अयो उही मलाई त त्यो गोलो छैन त्यो गोलोमा पो जान मन लाग्यो यार त्यहाँनिर नि तल पो दामी रहेछ यहाँ नि तर त्यहाँ कटिङ हान्छ हेर्न यहाँ पो त कस्तो दामी ए मनी सरको लुगा के गर्थ्यस् हिजै दाग लगाइस् खुली त्यही पक रोक देखिँदैन फोटोमा म देखाउँछु नि त फोटोमा देखिँदैन मेरो फोनमा चाहिँ म त्यहाँ कालो दाग लगाइदिन्छु यसरी गरेर सित्तिकै कालो दाग लगाएर आइफोन हुन्छ एउटा भिडियोमा थियो नि एडिट गर्दाखेरि त्यो कपाल काटेको काटेर लास्टमा चाहिँ कम्प्युटरमा कपाल हुन्छ क्या त्यस्तो सो अब हामी चाहिँ त्यहाँ केही लपडाबाट निस्किसक्यौँ निस्केर त्यहाँ एक दुईवटा फोटोसोटो खिचेर अब हामी कन्याम लेखेको ठाउँमा जाँदैछौँ होइन सो त्यही नै आजको दिन यस्तै रमाइलो भइरहेछ धेरै पछि यसरी लङ टुर हिँड्नु पनि साथीभाइहरूसँग त्यो अब रमाइलो हुन्छ अनि अब हामी चाहिँ कन्यामा सानोमा भिड छैन हो हाम्रो बाइक सही रहेछ बाइक अब यहाँ नाग्न मिल्छ मिल्दैन तर म चाहिँ नागेर गइदिन्छु यस्तो रहेछ मैले आमामा यहाँ त के भनेर भिड कहिले खाली हुँदैन क्या यो ठाउँमा चाहिँ फोटो खिच्नलाई अनि कन्याम जस्तो हामी फाइनली कन्याम आइपुगिसकेको छौँ अनि गीत यहाँको कसको के फोटो बनाएर के काण्डहरू सुनिरहेको थिएँ मैले यो आएको चाहिँ कन्याम क्यामेराबाट यहाँको भ्यूहरू देखाउँछु तपाईँहरूलाई यस्तो दामी देखिन्छ होइन कति त आएर फोटो खिचेर नि गइसक्नु भएको छ मतलब नलाई तर नआएकोहरूलाई चाहिँ सो एकदमै बेस्ट हुनसक्छ यो ठाउँ यो भ्यू यो भ्लगै बेस्ट हुनसक्छ है भन्न सकिँदैन नाइस इलाम यत्तिकै दामी त्यही माथि म आएपछि झन् दामी राम्रो मान्छेलाई राम्रो ठाउँमा एकदमै स्वागत छ ट्याक्कै खाली छ ग्रुप आऊ क्यामेरा खिच्नु होइन होइन तेरो फोन खाली छ गाडी हाल्न कन्याम KANYAM कन्याम आउन ओइ 200 ग्रुप फोटो हाल्नु त ल ओइ आऊ ये गाइस ओइ हल्ला 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 यहाँ चाहिँ टिकटक सर र कन्यामको बेस्ट हाम्रै सो हाम्रो केटाहरू चाहिँ फोटो खिच्दैछ टक्क लगाएर कन्याम देखाएर तर यो भ्लग पब्लिक हुन्छ फोटै चाहिँदैन खासमा यस्तो अनि म चाहिँ खिचिसकेँ भन्दा नि एक दुईवटा खिचेको छु त्यस्तो मलाई फोटो खाचिसकेँ पनि लाग्दैन त्यही पनि ठिक छ रमाइलो छ हामी चाहिँ अनि यो मैले बोलेको सुनेको छैन होला खासै तर नाइस छ जे भए पनि
पिरती पास गरौँ मनमा सुटुकै। सो त्यही नै हो, यस्तै भयो रमाइलो। अब हामी यहाँबाट चाहिँ पाथी भाडा जान्छौँ अनि पाथी भाडा दर्शन गरेर खाजासाजा खाएर चाहिँ हामी डाइरेक्ट घर निस्किन्छौँ होइन। त्यही छ आजको प्लानिङ। त्यही नै हो भनौँ न, ठिकै छ। अब इलामे सहर चियाबारी राम्रो, त्यही पर्यो घर हाम्रो। त्यही पर्यो घर, ल्या डस्टबिन देखेछ, त्यही पर्यो घर हाम्रो। कस्कियो छोरी पातली मोरी, लैजाने आँट हाम्रो। दाइ पनि आउनुभयो, अब टक्क जान्छौँ हामी गाडीमा। ल चढ केटा चढ चढ। यस्तै छ हाम्रो घुमघाम चाहिँ होइन। सो अब रमाइलो भइरहेछ। अब हामी जान्छौँ के अरे पाथी भाडा मन्दिर होइन। त्यहाँको पनि हेर्नु होला सबैजनाले, सेयर राख्नुभएको छ। थ्याङ्क यू सो मच। चढ चढ केटा चढ। यस्तै हो, हामी चाहिँ अब जाँदैछौँ पाथी भाडा मन्दिर। टक्क उत्रिम केटाहरूसँग टक्क लगाएर अब माथि गएर पूजासुजा गर्ने, आफ्नो विस माग्ने। तपाईँहरूले पनि भिडियो हेरेर विस माग्नु होला हल्का। तपाईँहरूको विस पनि भगवान् भरोसा पुरा हुन सक्छ होइन। अब कतिले भगवान् मान्नुहुन्छ, कतिले मान्नुहुन्न, तर त्यस मनमा शान्ति हुन्छ भनौँ न होइन। त्यही हो, मेरो भिडियो बन्दैछ यहाँ मोबाइलभित्रबाट जस्तो लाग्यो, तर होइन यस्तै हो। वाउ कति राम्रो नानी। हेलो बेबी। नानी कति राम्रो देखिन्छ नि तर। कहाँदेखि जाने अरे यहाँबाट? ल जाऊँ। यहाँ चाहिँ पाथी भएर जाने गाडीहरूको लाइन पुरै दामी लागेको रहेछ। लाइन नै लाइन छ। पाथी भाडाको उकालोमा छौँ हामी। गलेर सर्टकट बाटो हिँडेको त्यही पनि टाढा चाहिँ टाढै छ अनि सर्टकट बाटो हानेको गलेर मरिनै पो रहेछ। अयो गलेर के भन्नु आया बोल्नै नसकिने रहेछ। यहाँबाट छिर्दिउँ ल। ओइ म छिर्दिनँ क्या। ए मजाले आया लु त्यो मान्छे जहाँबाट नि पुलित छिर। के छ दिपेश सिचुएसन? गुड। बोल्न सकिँदैन अहिले गाई छु उकालोमा। आउनै पर्दैन, सफा मनले पूजा गर्ने हो। मुख धोकेछु मैले त, मुख धुनै जाने। अब के गर्नु, नआउनु यस्तो जाडोमा। हजुर जुत्ता यहाँ अगाडि। हुन्छ हुन्छ हामी खोल्छौँ, हामी जुत्ता खोल्छौँ। उतै चाहिँ राख। ओइ उतै चाहिँ राख्नुपर्छ। हुन्छ हुन्छ यसरी राखेर जाउँ न यसरी। ओइ हुन्छ पहिले दर्शन गरेर आउने नि जुत्ता राख्ने। बाँदरले लान्छ अरे त्यस्तो हुँदैन। पैसा लाग्दैन त राख्ने। बाँदरले पनि लगेर लाओस् न त एकचोटि जुत्ता। जुत्ता लाएर एक्सपिरियन्स गरोस् होइन। जुत्ता बाँदरले लायो भने त बाँदर भाग्यमानी हुन्छ। आयो भाग्यमानी हुन्छ भगवान्। धेरै उयस माग्नु छ भगवान्सँग, पुरा होस् या नहोस्। यति राखेर जाऊँ न बरु, लाँदिनँ बाँदरले। जाउँ जाउँ यति राखेर जाउँ, के हुँदैन। अब राख्दिउँ न एकै ठाउँमा हुन्छ सबै। कसले चाहिँ लान्छ हौ? दाइहरू पनि आइपुग्नु भयो टक्क। अब हामी चाहिँ आफ्नो पैसा लाग्दैन भन्थ्यो त नि जुत्ता राखेको। तर सामान किन्नुपर्छ होला नि त फेरि जुत्ता राखेको त्यति जानु पाएन। त्यो केही फाइदा त उठाउँछ नि उठाउँछ होइन। त्यस्तै हो। मन चञ्चले मेरो पारा यस्तै छ। सो हामी चाहिँ आइपुग्यौँ पाथी भाडा मन्दिर अहिले यहाँ टक्क। अब हामीले के गर्नुपर्ने हुन्छ? कता गएर पूजा गर्ने हो? के गर्ने हो? ए यत्रो हात दिने नआउने भए पनि पानी रहेछ है। नहौ एकटा नहौ। ल
यति भएपछि नुहाए बराबर भयो मैले चाहिँ आहा नुहाइ पनि सकेँ यसैलाई भन्छ पूजा गर्न छिर्नुपर्ने हुन्छ टक्क ल्याक 2टा ज्याकेट भिडाइदियो मलाई ठिक छ यस्तो छ यहाँ चाहिँ अनि जानुपर्ने हुन्छ यहाँ सहयोगहरू पनि रहेछ सो त्यही नै हो अब भ्लग गर्न त अप्ठ्यारो त लाग्छ तर पनि गर्नै पर्यो तपाईँहरूको लागि सरी फोटोहरू खिच्दै हुँदो रहेछ नि त अनि अब जाम पूजा गर्न कता भयो यार कोही अब हामी पूजा गर्नुपर्ने हुन्छ सो मन्दिर धेरैजना आउनुभएको रहेछ एकदमै भिड छ कोही जाऊँ न एकखेल 2टा ज्याकेट भिडाइदिएको छ क्या मलाई फेरि 2टा ज्याकेट छ छिरौँ यहाँ टिका लाउन आउने होला दाइ ए ल जाऊँ त टिका लाउने रहेछ जाऊँ त मन्दिर टक्क पूजा गरिसकेको छोडा मजा गर्छु ए हुँदैन ए हुन्छ हस् अब त्यही हो पूजासुजा गरेँ मैले अलि तर भित्र चाहिँ अलिक इलिगल रहेछ भिडियो बनाउनलाई अनि हल्का उयो गऱ्यौँ अनि यो चाहिँ हाम्रो अलिअलि प्रसादहरू फुलहरू तर मिल्दैन होला लानुलाई तर होस् नगएको यसरी अब लाकडाहरू गइसक्यो ए गइसकेछ ल यहाँ आइसकेछ पाथिभाट दर्शन पनि भयो राम्रोसँग एकदमै हामी पनि पूजा गरेर अहिले चाहिँ होटलमा खाजा खान आएको छौँ एकदमै भोक लागेर मर्ने बेला भइसक्यो बिहानदेखि केही खाएको छैन भन्दा नि चियाहरू खाइयो अलिअलि अनि सुन्तलाहरू त्यहाँ त्यसरी खाइयो अलिअलि लास्ट भोक लागिरहेछ अब कति बेला आउँछ खाना भोक लाग्यो सो खाना बन्दैछ बन्नु चाहिँ अब एकछिन हो त्यसपछि त बुढीले यस्तो आराम पाउँछ मजाले खाने गाइड्स सो गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि मैले आउँदा चाहिँ भिडियोहरू चाहिँ बनाउनु पाइनँ मेरो फोनमा चाहिँ चार्ज सकिएर अफ भइहाल्यो अनि सो मैले चाहिँ भिडियो बनाउन पाइनँ त छोटो छोटो क्लिपहरू बनाइदिएको थिएँ चाहिँ लास्टमा राखिदिएको छु देखिहाल्नु भयो सो थ्याङ्क यू सो मच अहिलेसम्म भिडियो दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद अनि यति मेरो च्यानलमा लाइक कमेन्ट सब्सक्राइब गर्नुहुन्छ भने सब्सक्राइब चाहिँ गर्नु होला प्रायः चाहिँ डेली भिडियोहरू बनाउन त खोज्छु तर अब त्यस्तो घुम्न गइने त्यस्तो कन्टेन्टै हुँदैन अनि यसो कहिलेकाहीँ भयो नि यसो अलिअलि भिडियोहरू चाहिँ ल्याएको छु मैले सो अहिलेसम्म हेरिहाल्नुभयो कस्तो लाग्यो कमेन्टमा पनि लेखिदिनु होला अनि सब्सक्राइब चाहिँ गरेर जानु होला है त हस् थ्याङ्क यू